हेलो साथीहरू, के छ तपाईहरुको खबर? र आज हामी फेरि खेल्न जाँदैछौँ त्यही बकवास गेम जसको नाम हो ग्रैनी। र ग्रैनीमा हामीलाई स्लेन्ड्रिलाले हेरिरहेकी छ र ग्रैन्डपाले पनि शटगन लिएर बसिरहेको छ र ग्रैनीले टाउको हल्लाइरहेकी छ र हामी खेल्न जाँदैछौँ र यसलाई प्लेमा अठाउन जाँदैछौँ र हामी प्लेलाई अठाउन जाँदैछौँ। कुन मोडमा खेल्ने? हामी एक्सट्रिममै खेल्न पर्छ, किनभने एक्सट्रिममा ग्रैनी छिटो भाग्छ। जब ग्रैनी छिटो भाग्छ हामीलाई त्यो मन पर्छ, त्यही भएर हामी छिटो भाग्नेवाला गेममा खेल्न चाहन्छौँ। त्यसकारण हामीले स्टार्ट गरौँ र स्टार्ट गर्नुभन्दा पहिला तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला है। र स्टार्ट गर्दैछु। र हामी एउटा सुनसान घरमा आइसकेका छौँ। त्यो घर कुनो थाहा छैन र यहाँ स्किप इन्ट्रो पनि आइसकेको छ। यसलाई स्किप इन्ट्रोलाई अन गरेर हामी अब भित्र छिर्न जानेछौँ। अब डे 1 आइसक्यो। डे 1 मा हामी चाहिँ के गर्ने भन्दा अब एउटा रुममा आइसक्यो हामी। अब रुममा चाहिँ के हुन्छ हामी यहाँ भित्रबाट हेर्न पर्छ। पहिला चाहिँ यहाँ चाबी भेट्टाउनु पर्छ हामीले। छिटो चाबी खोजौँ न। चाबी लक पिच चाबी खोलियो। अब यसलाई अन गरौँ। पहिला यसलाई अन गरेर हामी सिधै तल जान्छौँ है। पहिला हामी तल जाम। तल गएर यो एउटा ढोका हुन्छ, त्यसलाई खोलिदिनु पर्छ। यो खोलिएपछि आवाज तल आइसकेपछि ग्रैनी र ग्रैन्डपा भागेर तल आउँछ। छिटो आइदियो नि यार। यो छिटो गर। ग्रैनी र ग्रैन्डपा आइसक्यो होला। ठिकै छ, के आए पनि हामीलाई ताल छैन। ल ओके, वी डन इट। यस, वी डन इट। छिटो आइज नि त यार ग्रैनी र ग्रैन्डपा। ग्रैनी आइसकी। अब ग्रैन्डपा आउन बाँकी छ। ग्रैन्डपा त आन त यार। कता भागेछ यार यो? कता भागिस यार ग्रैन्डपा? त भागेर कता गइस? ल जा त माथि जा। हामी सिधै तल जाने हो। र हामी एउटा घरमा आइसकेका छौँ र त्यो घरमा चाहिँ एउटा यो चाबी छ। यसलाई चाहिँ के खोल्न पर्छ? क्रोबार चाहिन्छ। त्यही पनि अब हामी फेरि तल गएर ग्रैनीलाई बोलाउँ है। पहिला ग्रैनीलाई बोलाउनु पर्छ है। ठिक छ त मा कराई। जति कराए पनि हामी माथि जाने हो हैन। माथि गएर यहाँ लुकौँ है। पहिला यहाँ लुक्न पर्छ। पहिला लुकिसकेपछि बल्ल थाहा हुन्छ नि त के हुन्छ भन्ने कुरो। हो, ग्रैन्डपा आयो, ग्रैनी पनि आयो। ठिकै छ, तिमीहरू तलै जाओ। अब हामी माथि जानेछौँ। यहाँ केही पनि छैन साथीहरू। यहाँ केही पनि छैन। अब हामी यहाँ हेर्छौँ है। ओ म्याचिस भेटियो साथीहरू। टाइट। अब ग्रैनी आउँछ यार। ग्रैनी आए पनि हामीलाई बाल छैन के। क्वाइँ गर्न यार। क्वाइँ गरे। अब आइसक्यो ग्रैनी। ग्रैन्डपा ल जा। ग्रैन्डपा त माथि जा। प्याडलक कि सिधै ग्रैनीलाई यहाँ बोलाउन पर्छ कि भाइ देखिहाल्नु। यसरी त भएन नि यार। डे 2 सुरु भइसक्यो। अब यसमा चाहिँ के गर्नुपर्छ भन्ने पहिला हामी चाहिँ यो खोल्नुपर्ने हुन्छ हैन। खोल यार, छिटो।
सिधै माथि जानुपर्छ यो हामी अब माथि जाम है त ओए भाइ क्या रे हस मुख क्या गरेर बसिरहेको थिएँ यार यो ढोका खोल्दिउँ होइन ओ ग्रानी त त्यता भागी खथे यार ठिकै छ त त्यता जा बुढी आमै होइन हामी माथि जान्छौँ है पहिला पापा कता छ त पापा अरे पापा पापाजी किधर है आप ओ प्याडलक की भेटियो पापा त्यता छ होइन ठिकै छ त त्यता भए पनि हामी यतैबाट जान्छौँ होइन ठिकै छ तरिका मारिदियो नि यार यस्तो पाराले त भन नि त यार डे 3 आइसक्यो यार डे 3 अब डे 3 मा के हुन्छ भन्ने कुरो हामीलाई थाहा नै छैन यार छिटो खोल खोलियो ठिकै छ अब हामी तल गएर आवाज निकाल्नु पर्छ भगवान विष्णु मङ्गलम कन्नरी काक्षे मङ्गलाय तनो हरि ओम छिटो तल जान्थे यार फेरि त्यसै गरी हामीले ग्रानी र ग्रान्डपालाई तल ल्याउने प्रयास गर्दैछौँ र यो तल आउने प्रयास पनि गर्दैछन् है ल यिनीहरू तल गए ठिक छ अब हामी माथि जाने प्रयास गर्छौँ ल खोली यसलाई अफ गरिदियो यता के छ त यता ओ ढुङ्गा रहेछ ढुङ्गोलाई हामीले लिनु पर्यो पहिला होइन ढुङ्गो के छ यहाँ के पनि छैन ती यार अर्को ढुङ्गो नि भेट्टाइ नि ती यार राम्रो आयो त यार ग्रानी आयो ग्रान्डपा तल आयो ठिक छ त त्यता गयो भने हामी यताबाट खोजेर अब तल छक्काएर जाने प्रयास गर्छौँ है केही पनि छैन यहाँ पनि केही पनि छैन यहाँ पनि केही पनि छैन यार यहाँ नि के पनि ओ फायरवुड भेटियो यार साथीहरू फायरवुडले आगो बलाउनु पर्छ नि त हामीले अब मस्त आगोलाई कौवालाई उडाएर हामी आगो बलाउनु पर्छ वेपन की पनि भेट्यो यहीँ रहेछ यार वेपन की अब ढुक्का खोलाम है ग्रानीलाई पहिलो यता बोलाम ल ठिक छ ग्रानी दकुर्दै यता आउँछ यही मौका छोपेर हामी सिधै तल जान्छौँ कि सिधै माथि जाने पापाजी त छैन यहाँ पापाजी आउँदै रहेछ यहाँ ठिक छ पहिला तल आवाज निकालेर जानुपर्छ कि यार तल वे नयाँ फेरि आवाज निकालेर जानुपर्छ यार हामी हाइड एन्ड सिक खेल्ने होइन त सिधा हामी ल ठिक छ त त्यता जा लुकी त हामी सिधै यता लुक्नेछौँ ल जा त गइस् त पनि गइस् ठिक छ अब सिधै हामी माथि जान्छौँ होइन माथि गएर यो उसलाई राख्न पर्यो नि त पहिला हामीले वेपन कि त्यहाँ छ हामीलाई नआइया त लजा मार्चिस यहाँ छैन र मार्चिस लिएर पनि यसलाई जलाइदिउँ न त पहिला ल ठिक छ यो पनि जलो कोही गरिसक्यो यार भनेपछि ग्रान्डपा माथि आउन सक्छ हामी यही अवसर पारेर माथि नै जाने हौँ है
यस सिउ गरे नि हामी हामी माथि नै हो हामी माथि नै जाने हो माथि होइन माथि भन्नाले सेड्की लिएर सिधै तल जान्छ नि त अब हामी यसलाई हुत्त तल फाल्दिउँ सकेन्डिया त्यस्तो गरेर ग्रानी ग्रान्डपालाई बोलाएर जे गरे पनि ल ठिक छ है ठिक छ कुरो राम्रो भइरहेछ अब फेरि चापी लिएर हामी सिधै तल जानुपर्छ है हामी तल जाम पहिला हामी हैन यसलाई भमा पार्न पर्यो नि त पहिला ल ठिक छ भमा परिस् हैन लुकी ल अब त हामी लुकियो नि त ग्रानी गइसकि अब ग्रान्डपा नि गयो ठिकै छ हामी माथि जाने प्रयास गर्नेछौँ माथि चाहिँ के छ यहाँ वे मात्र छ वे गर्ने मात्र ठिक छ हैन वेपन की ठिक छ वेपन की पनि भेट्टाइयो हामीले अब वेपन कीलाई लिएर हामी माथि जाने प्रयास गर्छौँ है ओ ग्रान्डपा फेरि तल झर्दैछ त्यो यार ठिकै छ त्यसले जे गरे पनि हामी यहाँबाट सिधै माथि जाने हौ यसलाई लिएर आइ तेरिका ठिक छ ल ठिक छ पाडो लक्कीलाई हामी सिधै तल लहरा हुनुपर्छ कि यार यस मेरो विचारमा चाहिँ यही गर्नु पर्यो यसलाई यहाँ फाल्दिम हैन पाडो लक्कीलाई तल लहरा राख्न पर्छ कि यार ठिकै छ पाडो लक्की सिधै तल अब ल ठिक छ पाडो लक्कीलाई नि सिधै तल राख्यो हामीले बाँकी चाहिँ के छ अब एउटा ढुङ्गो बाँकी छ नि त अब सिधै माथि आउँदैछन् तिनीहरू माथि आए पनि हामीले प्रयास गर्नेछौँ निकाल्नका लागि यिनीहरूलाई ढुङ्गो भेट्टाइयो साथीहरू है 3टा ढुङ्गो भेट्टाइयो ओ ठिक छ कि ग्रान्डपाको गन लिन पर्छ कि यार ठिक छ ग्रान्डपाको गन लिन पर्यो ल ओके इट्स फाइन अब हामी ग्रान्डपाको गन लिएर ग्रान्डपालाई सुट गर्नेछौँ साथीहरू ए ल त सुत्छस् भने तँलाई सुताइदिने अब ल जा यसको चापी कता हो यसको चापी हैन एउटा गन शॉट गन ठिक छ एउटा भेट्यो अर्को पनि भेट्यो ल ठिक छ अब हामी सिधै तल जाने प्रयास गर्छौं साथीहरु हैन जो आज जसको बाउ आए पनि हामीलाई फरक पर्ने वाला छैन है टाइट त गन त भेट्टाइहाल्यो नि त यार यसरी नि कहाँ हुन्छ यार फेरि भेट्दियो नि त यार हामीलाई त्यही गुणमा दिन 4 भयो अब दिन 4 मा त हामी कटाउने वाला छौ कि छैनौ हामीलाई थाहा छैन तर हामी फेरि खेल्न्छौं र
र खोल्ने प्रयास गरौँ हामी पहिला र फेरि आवाज निकाल्नु हैन आवाज ननिकाली जानु न के हुन्छ लौचा मारिहाल्यो नि त यार यो डङ्किनीले लास्ट दिन हो कि आयो अब ओ माई गड लास्ट दिन छ साथीहरू अब लास्ट दिनमा त हामी जसै कटाउनु पर्छ कटाइएन भने त हामी कही हुन्थ्यो यार ठिक छ केही भएन यसलाई खोल्ने प्रयास गर्छौँ ल ए ग्रान्डपा तँलाई डङ्किनी फेरि आइन यार यस्तो तरिकाले त के हुन्छ यार खेलाइ अब हामीलाई त यसले ए आमा दुईटाले हेरेका यार ए आमा हामीलाई पटक्काले मानि भन्थ्यो यार यस्तो हुन्छ